चेन्नईतिर यसरी कलर गर्छ रोडमा गाइस। यस्तो हुँदो रहेछ कलरिङ गर्ने रोडमा। त्यो हेर्नु होला कति दामी बनाइदियो। सेतो व्हाइट कलर कस्तो दामी होइन, चक्काचक। हो पुरानो हो त पहिलेको, अहिले नयाँ। वो तल त्यहाँ आगो बोलिरहेको रहेछ हो, ग्यास लगाइरहेको छ त्यहाँ। कलर हुँदैछ के हो बाबा, कस्तो केमिकल चाहिँ होला यो। छुट्दैन यो अनि केमिकल बा। जति गाडी हिँड्ने पनि बसी यो केमिकल अनि कस्तो खाले केमिकल होला। वो सुक्यो पनि एकैछिन हो, त्यसले चेक गर्दैछ। वो कस्तो खाले चाहिँ केमिकल होला नि, के थियो होला यस्तोमा, कस्तो खाले चाहिँ होला। यसले मान्छेलाई के भयो भने लाग्यो अरे होइन, के चाहिँ हालत हुन्छ होला यसको, यो केमिकलले चाहिँ। सबैजना यहाँ हेरिरहेछ मान्छेहरू रोडमा। अनि चेन्नईमा चाहिँ कति राम्रो हेर, गाडीहरू दुनियाँभरको चलिरहेछ होइन। अहिले कति बज्यो होला, 10-11 बजे। त्यहाँ उयो लगाइरहेको छु, त्यो गाडीहरू छिर्नु पाउँदैन होइन। यहाँ चाहिँ काम गर्छ, थाहा भयो, थाहा छ। चलिरहेछ काम धमाधम। हेर्नु होला सबैजना, रोड पेन्टिङ कस्तो दामी चकाचक भयो। सेतो फेरि यता चालु भयो यहाँबाट हो। कस्तो बनाउँदैछ नि केमिकल के हेर। अच्छा पङ्क चढेकै गनाइरहेको छ है मेसिन। फेरि यस्तो हुँदो रहेछ ग्यासहरू चाहिँ यहाँ डब्बामा चाहिँ कलर होला गएर उठ्दैछ। रेड भयो। कस्तो सेपमा लगेर नि रेड छ नि। धुआं उडेको र यहाँ शेष भएर पनि उतापट्टि यति छिटो अहिलेको अहिले। यहाँ फेरि ठुलो सिग्नल छ नि त, यहाँ चाहिँ अम्तीगढ मार्केट हो यो। सिग्नल छ अनि यो सिग्नलहरू पनि लाइटहरू पनि बनिँदैछ ठुल्ठुलो। पहिलेको सानोमा देखिरहेको होला हो, अब ठुलो बनिँदैछ। देखाउँछु गाइसहरू, सबैजना हेर्दै गर्नु होला मेरो च्यानललाई।